ल यो हामीले 360 रुटेड मप लिएर आएका थियौँ तर यसमा चाहिँ धेरैजनाले फिट गर्ने कसरी भन्नुभएको छ। खासमा हामीले फिट गरेर चाहिँ पठाइसकेका हुन्छ। त्यही पनि यसको सुरुवाती फिटिङै हामी सबै मटेरियल यति मटेरियल तपाईँलाई आउँछ। यहाँ हेर्नुहोस् है, यो एउटा उ भयो, त्यसमा तपाईँले यो अर्को पाउनुहुन्छ, यो पाउनुहुन्छ र डन्डी पाउनुहुन्छ। यसलाई कसरी फिट गर्ने भन्दाखेरि फिट गर्न एकदमै धेरै सजिलो छ। यसलाई सुरुमा लिनुहोस्, यसरी यहाँनिर हाल्नु होला। यति गरेपछि यो फिट भइसकेको छ। त्यसै गरी तपाईँले यो फिट गर्नुपर्ने हुन्छ। यो फिट गर्नको लागि यहाँ राख्ने, यसरी यो हालिदिने र यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर यो रहेको छ। यसलाई यसो गरेर तपाईँ राखिदिनु भयो भने अब यहाँ हेर्नुहोस् यसरी यो घुम्ने भइहाल्छ है। 360 रुटेड मप भयो। यसमा तपाईँले पाउनुहुनेछ यो अर्को यहाँनिर लगाइदिनु होला र त्यसै गरी तपाईँले पाउनुहुनेछ यो डन्डी पाउनुहुनेछ। यो डन्डीमा चाहिँ तपाईँले यसलाई यसरी हाल्नुहोस् है। यसमा यो धेरै कन्फ्युजन भनेको यसमा छ कतिजनालाई, यो यसरी हाल्नु होला र यहाँनिर छ अर्को कुरा, यो चाहिँ तपाईँको अरू फ्लोरहरू भुइँहरूमा यसरी सुताएर सफा गर्नु पऱ्यो भने यो मोड ठिक हुन्छ, यो मोड। अब तपाईँलाई यसलाई चाहिँ डन्डी फिट गर्नको लागि चाहिँ सुरुमा के गर्नुहोस्, यसमा हाल्नु होला र अर्को कुरा यहाँनिर तपाईँले यो खोलेपछि यो यति खोलिन्छ, यो डन्डी चाहिँ यति खोलिन्छ। यसलाई यो गरेपछि लक हुने हो। यसमा यहाँभित्र हाल्नुहोस् र यसमा यहाँनिर पसाउनु होला यसरी है। यसरी पठाएर यसलाई सुई सुई घुमाइदिनु भयो भने यो के भयो, सेट भयो। अब यो धेरैजनाले सोध्ने चाहिँ यही हो। यो चाहिँ तपाईँको पोर्टेबल भयो, ड्युरेबल भयो, घुम्ने भयो, मुनिको पनि सफा नमिल्ने भयो। तर होइन फिक्स गर्छु भन्दाखेरि चाहिँ यति गरिदिएपछि यो अब है हल्लिँदैन, यो दह्रो भयो। अब तपाईँले यसलाई चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, रुटेडमा यो यसरी राखेर यसो गरिसके पछाडि यसरी घुम्छ र यसले चाहिँ यो ड्राई गर्छ भने यो फिचरले चाहिँ तपाईँहरूको यसो गर्दाखेरि तल पानी लागेको, फोहोर पोछा लागेकोलाई सफा गर्छ। एकदमै धेरै सजिलो राम्रो रहेको छ। अर्डर गर्नको लागि स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्नुहोला।